अर्जेन्टिना भर्सेस स्पेन विश्व फुटबल अब अन्तिम अध्यायमा आइपुगेको छ र धेरै फुटबल समर्थकहरूको एउटा सपना थियो लियोनल मेस्सीको युग र लामिन यामालको उदय एउटै विश्वकपको फाइनलमा हेर्ने। समयले अन्ततः त्यही कथा लेखिदिएको छ। एकातिर डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना अब उपाधि जोगाउने मात्र होइन, ब्याक टु ब्याक विश्वकप जितेर फुटबल इतिहासलाई सरप्राइज दिन चाहन्छ। अर्कोतिर स्पेन 2010 पछि विश्वकप ट्रफीलाई टाढैबाट हेर्दै आएको टिम। स्पेनको 16 वर्षको प्रतीक्षा अब 90 मिनेटमा सीमित भएको छ। तर स्पेनसँग विश्व फुटबलको नयाँ अनुहार छ। लामिन यामाल युरो 2024 बाट सुरु भएको उनको विस्फोटन अहिले विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चसम्म आइपुगेको छ। लामिन यामालले युरोपेली फुटबलका ठूल्ठूला डिफेन्सहरूलाई तोडिसकेका छन्। उनले क्लब फुटबलमा होस् या राष्ट्रिय टोलीमा आफ्नो प्रभाव बारम्बार देखाइसकेका छन्। स्पेनले 2018 को विश्व च्याम्पियन, 2022 को उपविजेता र प्रतियोगिताकै सबैभन्दा प्रमुख दावेदार फ्रान्सलाई सेमिफाइनलबाट निकालिदिएको छ। अब विश्व फुटबलले एउटै रमिता हेरेर बसिरहेको छ। के लियोनल मेस्सी फेरि एकपटक विश्व फुटबलका राजाकै रूपमा इतिहास लेख्नेछन् कि लामिन यामालले नयाँ युगको औपचारिक सुरुवात गर्दै सिंहासन आफ्नो बनाउनेछन्? तपाईहरुलाई के लाग्छ गाइस, 2026 को विश्वकप कुन टिमले जित्छ होला?